नमस्ते सम्पूर्णमा। आज पनि एउटा रुखको कथा लिएर आएको छु, जो हाम्रो इतिहास हो, जो हाम्रो हिस्ट्री हो। नवज्योति विश्राम स्थल घोडागुडी नगरपालिका वडा नम्बर 2 साँडेपानी थुम्कीमा अवस्थित जो रहेको छ। त्यसमा योगदान दिनुहुने सम्पूर्ण श्रमजीवी युवाहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु र निवर्तमान वडा अध्यक्ष हरि विष्टलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ र सम्पूर्ण योगदान गर्नुहुनेलाई धन्यवाद दिन चाहन्छु। त्यो रुख सम्बन्धी एउटा कविता लिएर आएको छु, प्रतिक्रिया दिनुहोला। तिरबाटोको रुखको कथा जो हाम्रो इतिहाससँग सम्बन्धित छ। तिरबाटोको रुखको कथा। यो रुख हाम्रो इतिहास हो, कागजमा लेखिएको होइन, माटोले सम्झिएको हो। नवज्योति विश्राम स्थल जहाँ थाकेका पाइला छाया खोज्न आइपुग्थे, जहाँ मेरा हजुरबुवा एक दिन चुपचाप लागेर आकाश फर्किएको दिनको साँची हो यो रुख। त्यो क्षणदेखि यसले बोल्न छोडेको छ, तर बिर्सन कहिल्यै सकेको छैन, कसैलाई पनि बिर्सन सकेको छैन। बिच बाटोमा ठिङ्ग उभिएर यसले यताउता एकैचोटि हेर्दै आयो। आउँदै गरेका मोटरहरूलाई धुलोसँगै हराउने अनुहार, आउँदै गरेका बटुवाहरूलाई मनभित्र लुकेको सपनाले हेरिरहेको हुन्छ। टाढाको यात्रामा यसले कहिल्यै गरेन, तर हरेक यात्रीलाई यसले पर्खिरहेको छ। न कसैले देख्ने गरी माटोभित्र गहिरो कतै दासढुङ्गामा आफ्ना जराहरू गाडिरहेको छ। मानौ कोही फर्किन्छन् कि भनेर उनीहरूको पर्खाइमा बर्सिरहेको छ, पर्खिरहेको छ। बिहानका सूर्यका किरण यसले हरेक दिन ढोग्यो। दिउँसोको निर्दयी घाममा आफूलाई बिर्सेर जलिरहेको छ। बेला बेलामा ठोक्किने हावाका झोकासँग एक दिन शीतल माग्दा पनि यसले कहिल्यै आफ्नो पीडा सुनाएन। हरिया पात झर्दा यसले बिदाई गर्यो, पहेँला पात झर्दा यसले सम्झियो। शरद र वसन्त यसका ऋतु होइनन्, समयका नाम हुन्। आफ्नो सुक्का फेदमा धमिराका गोला हेर्दै पनि यसले उभिन छाडेन, किनकि यसले जान्थ्यो उभिनु नै हाम्रो सफलता हो। यो तिरबाटोको रुखको कथा हाम्रो सफलता हो, किनकि यसले हामीलाई सिकायो टाढा नजाँदा पनि कसरी गहिरो बन्ने, नबोली कसरी इतिहास रच्ने भन्ने कुराहरू हामीलाई यो नवज्योति विश्राम स्थलले सिकाएको छ। हाम्रो इतिहास हो, हाम्रो रुखको कथा, जो चाहिँ वर्षसम्म बाँचिरहनेछ, हजारौँ वर्ष, लाखौँ वर्षसम्म। हामी संसारमा नरहे पनि यो रुख बाँचिरहनेछ। सम्पूर्णलाई धन्यवाद। सम्पूर्णलाई हाम्रो रुख सम्बन्धी कथा सुनिदिनु भयो, प्रतिक्रिया दिनुभयो र हाम्रो साँची रुखको लाई चाहिँ सधैँ कहिल्यै पनि नबिर्सनु होला। संसारको जुनसुकै ठाउँमा भए पनि हामीले याद आउनेछ त्यो थुम्की गाउँको कथा, त्यो तिरबाटोमा उभिएको हाम्रो नवज्योति विश्राम स्थल। धन्यवाद, थ्याङ्क यू।